सानोमा न पैसाको दुःख थियो न खानेकुराको। पैसा भन्दै खेल्नको लागि घर वरपर बाटो वरपर जताततै रुख बिरुवा हुन्थे। रुख बिरुवाको पात टिपेर हामी पैसा गनेको भन्दै गन्दै गोजीमा राख्थ्यौँ। अनि अर्का थरी साथीहरू खानेकुरा बेच्ने भन्दै माटोको डल्ला बनाएर बाटोको छेउमा पसल राखे जस्तो गरी बसेका हुन्थे। अनि हामी गोजीमा भएको पातको नोटले पसलको खानेकुरा भन्दै माटोको डल्ला किन्थ्यौँ र खाए जस्तो अभिनय गर्थ्यौँ। पातको पैसालाई पातलाई नोट भन्दै गन्ने र माटोको डल्लालाई मिठाई भन्दै खाए जस्तो गर्ने यो खेलले साँच्चै हामीलाई पैसा नभएको अभाव भएको महसुस हुँदैन थियो। हामीसँग पनि टन्न पैसा छ र हामी बेला बेला मन लागेको बेला मिठा खानेकुरा खान्छौँ भन्ने त्यो अनुभूति हुन्थ्यो। यसरी त्यो बेला हामीलाई हाम्रो गोजीमा पैसा नभए पनि त्यति दुःख थिएन, किनकि पैसा छ भनेर पात गन्ने गर्थ्यौँ, खानेकुरा खायौँ भन्दै माटोको डल्ला किनेर खाए जस्तो गर्थ्यौँ। त्यसले पनि हामीलाई अभाव दूर बनाउँथ्यो, टाढा बनाउँथ्यो, सन्तुष्ट दिन्थ्यो। बालापनको यो सम्झना अहिले पनि बाँकी नै छ।